यो जमघटमा चाहिँ यहाँ हाम्रो गाउँको भाउजू अनि बहिनी पनि आउनु भएको छ है र उहाँहरूले स्पेसली चिज लिएर आउनु भएको रहेछ तपाईहरुको लागि यसरी उहाँले भिडियो हेरेर लिएर आउनु भएको छ धन्यवाद तपाईलाई दिन चाहन्छु र यसरी केही न केही हामीले गर्नुपर्छ युवाहरू भएर है र स्पेशल के छ त हाम्रो दर्शकलाई तपाईले आज के लिएर आउनु भयो त यहाँ सबैभन्दा पहिला हजुरको शुभ नाम चाहिँ नमस्ते मेरो नाम चाहिँ कविता छेत्री हजुर म चाहिँ घरमा अचार अलिअलि बनाएर अलिअलि बेच्ने तपाईँलाई पनि गिफ्ट ल्याइदिएको छु हो अच्छा अच्छा अचार ओहो के को अचार हो यो प्युर भेज भाइ भाइ ब्यागबाट ल हजुर गुन्द्रुक भटमासको अचार हो यो चाहिँ खानासँग ड्राई राखेर खाने हजुर रेडी टु इट अच्छा 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 यो बनिँदैछ अहिले प्रिन्टहरू छैन यो न्युटेलाको अचार यसरी ड्राई किनेमा पनि बनाउँछु राम्रो राम्रो खै यो पक्रिनु यो प्रिन्ट भएको चाहिँ यो ड्राई किनेमा यो कतिको यो चाहिँ होलसेलमा चाहिँ अब मसँग कन्ट्याक्ट गर्नुपर्छ त्यसको लागि चाहिँ फोन नम्बर छ यहाँ म चाहिँ कम्ती बनाउँछु नम्बर चाहिँ यो हो हजुर सबै फोन नम्बर मुखबिन्दबाट भनिदिन्छ नम्बर उहाँको तपाईँको 8597414550 यसो कन्ट्याक्ट गरेर पाइन्छ वाट्सएप नम्बर अच्छा अच्छा वाट्सएपमा कन्ट्याक्ट धेरै पाइन्छ यसको रेट फिक्स भएको छैन अहिले यो रिटेलरको कतिको बेच्छ यो सबको यहाँ दोकानमा 120 ग्राम 180 ग्राम हुन्छ सबै एउटै रेट अरू के को बनिन्छ धेरै किसिमका छ कि यसरी डल्ले पनि छ यसको कति पऱ्यो ल राम्रो छ ल बधाई छ बहिनीलाई अझै अरू पनि छ एक्लै गरेको हो कि कोही ग्रुपमा हो हजुर यो चाहिँ मैले अहिले किचनबाट आफ्नै किचनबाट एक्लै नै गर्दैछु हो भाइ 4 नम्बरमा ओपनर लग्यो त एकदमै हाम्रोमा मलाई त चाहिँदै राखेको छ नि त यो चाहिँ आज चाहिँ तपाईँलाई स्पेसली तर कार्टुन ल्याएको भए पनि हुन्थ्यो नि आज होइन हजुर भन्नुहोस् न मलाई चाहियो ल साथीहरू उहाँ चाहिँ हाम्रो मङमाया बस्तीबाट हुनुहुन्छ टिस्टादेखि अलिक माथि र उहाँकोमा यो सामानहरू एभाइलेबल रहेछ उहाँको नम्बर हालिसकेको छु तपाईँले सोझै कन्ट्याक्ट गर्नुहोस् होला अनि डेमोको लागि म यहाँ पनि राख्नेछु है यहाँ आएर तपाईँले टेस्ट गरेर लिएर जान सक्नुहुनेछ यो डल्ले खोर्सानी रहेछ है कति हो यसको रिटेलमा 150 मा यत्रो बोतल पाइने रहेछ तपाईँले है ल एकदम राम्रो गर्नुभएको छ राम्रो हो त्यसरी तपाईँहरू पनि लिएर आउनुहोस् सहयोग गर्ने काम मेरो हो ल यो मलाई दिनुहोस् कति के हुन्छ यहाँ काउन्टरबाट दिइहाल्नुहुन्छ तपाईँलाई यो यसको पैसा परेन होइन त्यसो नगरौँ न आज भाइलाई ल्याइदिएको नि त गिफ्ट आज चाहिँ ल यता फेरि भाउजूले पनि सहयोग गरिहाल्यो अब अप्ठ्यारो लाग्छ नि त तपाईँले गरेको मेहनत हो ल अर्को पालि यो सबै मलाई मिलाएर ल्याइदिनुहोस् 10 वटा हुन्छ कि 15 वटा हुन्छ भोलि नै गाडीमा पठाउँदा पनि भयो ल साथीहरू तपाईँलाई के कसो लाग्यो यहाँ बहिनीको कामलाई आज अलिकति हतारमै भयो भने धन्यवाद है यहाँ हुनुहुन्छ नि एकदमै र